नि दाइलाई आज पनि के भयो आज कुप्रेर हिँड्दैछन् 1-2 दिन भयो आज भेट भएको छ हो दाइ के हो यस्तो कुप्रो गरेर हिँड्नु भएको त के भएको यो के भने रे बाबु काम सुन्दिन अरे कुप्रो गरेर हिँड्नु भएको त के भएको यस्तो यो कुप्रो बा हेर यो छोराछोरी बोर्डिङ पर आऊ हिँड्छ भारी बड्डी काली त काली चाहिँ लाली लगाउँछ लाउँदैन थाहा छैन त्यो भारी पनि हिँड्छ लाली पाउडर क्या भारी हिँड्छ घर हाल्यो भारी हिँड्छ बा ऋण सबै हिँड्छ इष्टमित्र ऋण हिँड्छ अब यो छोरौँ भने पछाडि हात नलाउँ भने भुइँमा टेकिहाल्छु हेर त्यही भएर अहिले त आर होला भनेर पछाडि हात लगाएर हिँड्छु बा हेर ऋणै ऋणले मार्यो मलाई त खत्तम छ छोराछोरी बोर्डिङ टिप्सुन परायो खत्तम यो बोर्डिङले रहनुसम्म रह्यो ए प्रभु टाउकोमा भारी 10-15 वर्ष विदेशमा बसेर कमाए पैसा त राख्या होला त ब्याङ्कमा त अनि कहाँ ब्याङ्क कमाउनु सबै ऋणको भारी टाउकोमा यो कुकुरो पर्ने हिँड्न सक्दिनँ बाबु म त लाग्यो है बाबु पल्तिर ल ल ल ल ल ल ख्याल गर्नु होला है दाइ ख्याल गर्नु होला आफ्नो ल